हेलो, यो चाहिँ हाम्रो 2025 को तिहार भयो। नेपालीमा 2082 साल होइन। भर्खर फोड्यौँ। यहाँ चाहिँ बाबासँग बस्न पाइनँ भनेर रुँदैछ एकजना। हामीले चाहिँ भाइलाई छुट्टै राखेर गेर्छौँ नि त, अनि त्यही भएर नराखेको रोइरहेको छ। त्यो चाहिँ हाम्रो तिहार। यसपालि भाइ भएन, फर्स्ट टाइम हामीसँग चाडपर्वमा नभएको भएर अरू दिन झगडा गर्ने साह्रै याद आउँदो रहेछ। त्यतिखेर चाहिँ दादालाई मात्रै टिका लगायौँ है। उहाँ रिसाएर बसिरहेको छ, देख्नुभयो होला हजुरहरूले। यस्तो भयो हाम्रो तिहार चाहिँ। मेरो जेठो दिदीलाई चाहिँ जुठो परेर उता साइडबाट हेरिराख्नु भएको छ, मेरो माइली दिदी अनि म कान्छी। हामी टिका लाउँदैछौँ। मेरो दादा हो, दिदीहरूको चाहिँ भाइ हो है। हाम्रो टिका यस्तो छ। हजुरहरूले केले लाउनुहुन्छ? हामी चाहिँ केराको पात च्यातेर बनाउँछौँ अनि केराको पातमा लगाउँछौँ। मैले चाहिँ केराको पात नलाइकन लगाइदिनु भनेको थिएँ। मेरो चाहिँ अलिक ठुल्ठुलो भएको थियो कि एकचोटि ट्राई गर्नु पऱ्यो भनेर। एकचोटि साइडको टिको त हो नि, के हुँदैन भनेर राखिराख्न चाहिँ धेरै ठुलो हुँदो रहेछ। यस्तो छ हाम्रो तिहार, हेर्नुहोस् है। अनि दादालाई टिको लगाएर खानेकुराहरू हामीले दिएर गिफ्टहरू, अझै यहाँ गिफ्ट देखेको रहेन रहेछ झोलामा। त्यहाँ भाइ हेरे फोनमा छ ऊ, भाइसँग नि कुरा गर्दै। यहाँ हाम्रो पालो आयो, दिदी र मलाई पूजा गर्दै हुनुहुन्छ। अनि मेरो सानो बेबीहरू पनि आउँदैछन् त्यहाँ पूजा गर्न नआएर फुलले हान्दै बसिरहेछन्। दादासँगै पूजा गरिरहेछन् हामीलाई। मलाई चाहिँ एकदमै राम्रो लाग्छ कि यो फुलले आफूलाई पूजा गरेको ऊ चाहिँ। खुसी हुन्छु म चाहिँ यसमा चाहिँ, मजा लाग्छ मलाई लगेर त्यहाँ पूजा गरेको। यस्तो छ हाम्रो है। ल, हजुरहरूको कस्तो भयो? भ्युज आए पनि नआए पनि म चाहिँ मेरो भिडियो मेमोरी हो भनेर राख्न खोजेको हो। अब कसरी लिनुहुन्छ हजुरहरूको इच्छा। ल, हाम्रो चाहिँ यस्तो भयो तिहार। मैले केराको पात नलाइकन लाउँछु भनेको थिएँ कि यसपालि। सिधा त सिधै भएको छ, तर एकदमै ठुल्ठुलो भएको थियो। पुरा भिडियो चाहिँ रहेन रहेछ। यति नै छ। थ्याङ्क यू, बाई।